नमस्कार। यस प्रविधि समाचारमा ग्रामरलीले आफूलाई सुपर ह्युमनमा रिब्रान्ड गर्ने। ग्रामरलीले अक्टोबर 29 देखि लागू हुने गरी आफ्नो कम्पनीलाई सुपर ह्युमनमा रिब्रान्ड गरेको छ। यस रिब्रान्डिङ अन्तर्गत ग्रामरलीले आफ्नो प्रमुख लेखन एप एक्वार्ड उत्पादकता प्लेटफर्म कोडा र प्रिमियम इमेल क्लाइन्ट सुपर ह्युमन मेललाई एकीकृत गर्दै एकल एआई सञ्चालित ब्रान्ड बनाएको छ। यो कदमले स्ट्यान्डअलोन लेखन सहायताबाट पूर्ण एआई नेटिभ प्रोडक्टिभिटी सुइटमा रणनीतिक परिवर्तनलाई झल्काउँछ र ग्रामरली एपको नाम कायम राख्दै कम्पनीको दायरा विस्तार गर्नेछ। रिब्रान्डको केन्द्रबिन्दु सुपर ह्युमन गो को सुरुवात हो, जुन ग्रामरली ब्राउजर एक्सटेन्सनमा एकीकृत एक सक्रिय एआई सहायक हो। म्यानुअल प्रम्प्टहरू आवश्यक पर्ने परम्परागत एआई टुलहरू भन्दा फरक, गोले ट्याबहरू र एपहरू सञ्चालन गर्दछ, कार्यप्रवाहमा बाधा नपुर्याई रियल टाइम सन्दर्भ सचेत मद्दत प्रदान गर्दछ, जस्तै इमेलहरू ड्राफ्ट गर्न, सीआरएम डेटा तान्न, बैठकहरूको तालिका बनाउन र कार्यहरू सञ्चालित गर्न। यो गुगल वर्कस्पेस, माइक्रोसफ्ट आउटलुक र जिरा सहित 100 भन्दा बढी एपहरूमा जडान हुन्छ र ओपन एजेन्ट स्टोरबाट विशेष एजेन्टहरूलाई समन्वय गर्दछ। सुपर ह्युमन गो फेब्रुअरी 1, 2026 सम्म सबै प्रयोगकर्ताहरूको लागि निशुल्क छ। त्यसपछि यो सशुल्क सदस्यता बन्डलहरूको हिस्सा हुनेछ। कम्पनीले सुपर ह्युमन एलायन्स अपनाउने र एजेन्ट विकासलाई तीव्र पार्ने साझेदार कार्यक्रम र कस्टम एआई एजेन्टहरूको लागि एसडीके जुन क्लोज्ड बीटामा पनि प्रस्तुत गर्यो। 4 करोड दैनिक प्रयोगकर्ताहरू र 10 लाख भन्दा बढी एप एकीकरणको साथ सुपर ह्युमनले एआई सञ्चालित वर्कस्पेस प्रोडक्टिभिटीको दौडमा आफूलाई नोसन, गुगल वर्कस्पेस र क्लिकअपको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरिरहेको छ। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।